कविताको शीर्षक छ लोकसेवा फेल। म लोकसेवा फेल भएँ। साथीले भन्यो पत्रिकामा नाम छैन। म भन्छु फाल्दै पत्रिका, त्यसको काम छैन। राधा बोक्सी बन्ने देशमा संविधानका धाराको काम आएन। अँध्यारो कोठामा बसेर पढियो जहाँ कहिल्यै घाम आएन। तर साथी भन्छ पत्रिकामा तेरो नाम आएन। साउथ चाइना सी थियो किताबमा, कोशी थिएन। पढ्ने उत्कट इच्छा मेरो दोषी थिएन। भूमध्य सागरको गहिराई थाहा छ तर पसेको होइन। हिरोशिमाको कथा थाहा छ तर मैले देख्दा देख्दै एटम बम खसेको होइन। पृथ्वीमा सबभन्दा तातो कहिले भयो? मलाई थाहा छ, तर न म यसलाई तताउन अनि सेलाउन सक्छु। संसारभरिका देशका सीमा केसका झैं केसरा केलाउन सक्छु। मलाई मिति कण्ठाग्र छ जङ्गबहादुरले सु गरेको। फेतुल्लाह गुलेन थाहा छ टर्कीमा कु गरेको। रकेटदेखि खाली पकेटसम्म, डलरदेखि मैलिएको कलरसम्म, आकाशको मंगलदेखि अफ्रिकाको जंगलसम्म कण्ठ पार्दै रहे। तर साथी सुनाउँछ म त फेल भएँ। मूर्तिका नाम मान्छेका नाम, किताबका राजाका भान्सेका नाम। मूर्तिका नाम मान्छेका नाम, किताबका राजाका भान्सेका नाम। अलेक्जेन्डरले बोलेकोदेखि सिंहदरबार पोलेकोसम्म, कोशीको बाँध भत्केकोदेखि ब्यारेजका ढोका खोलेकोसम्म, याङ्सीको लम्बाइदेखि अमेजनको चौडाइसम्म, एलिजाबेथको हिँडाइदेखि बोल्टको दौडाइसम्म। मिति थाहा छ, मलाई मिति थाहा छ गण्डक बाँध असल छिमेकीले थुनेको। प्रताप मल्लले 15 भाषा बोलेको त मैले नै सुनेको। व्यासजीले 18 पुराण मेरै कोठामा लेखेको। कृष्ण मन्दिरमा गजुर हालेको त मेरै आँखाले देखेको। कार्ल मार्क्सको दारीको केसरा, शेक्सपियरले कोरेको खेसरा, हिरो हितोको दनकदेखि हिटलरको सनकसम्म सबै कण्ठ भो। देश चिथोर्नेहरूको नाम चाहिँ सम्झन नै लन्ठा भो। देश डुब्दा सँगै डुबियो, बल्दा सँगै तापियो। यति पढियो भुत्रो नापियो, नाम त अर्कैको पो छापियो। विभिन्न नामका मल्लै मल्ल, पढ्दा पढ्दै अलमल्ल। कोही मन्दिर ठड्याउने, कोही गजुर सिउरिने। मल्ल राजाहरूले अचानक बनाए समाज अघि निउरिने। महेन्द्र मल्ल ढुङ्गामा सुते, द्रव्य शाह गोर्खामा कुदे, जगत ज्योति पासामा जुदे। के पो पढियो पाडका खुदे। सिंहदरबार जलाएर कीर्तिनिधिले तापेको, काष्ठ मण्डप अड्याउन लक्ष्मी नरसिंहले कहाँ थापेको। वीरगञ्जको ताप्के चैनपुरको करुवा, हिटलरको युद्धपोत प्रचण्डको भरुवा। गुल्मीको कफी पिइयो, इलामको चिया। लेकिन आज आकर लोकसेवा ने इतना धोखा दिया। रात और दिन पढ़ाया बड़का ठेली। एग्जाम दिलाया, कॉपी चेक करने बन गया साला झेली। विश्व ब्रह्मांड सारा घुलाकर हमने उत्तर लिखा। दारू पी के चेक किया उसने, राइट को रॉन्ग दिखा। 10 प्रश्नों का गोली दागा हमने छाती थाप दिया। 10 प्रश्नों का गोली दागा हमने छाती थाप दिया। 4 महीना तक वेट कराया लेकिन दूसरे का नाम छाप दिया। उसले अधिकृत बनाएन, आफै त्यत्तिकै बन्न पनि गाह्रो। समाज सामु लोकसेवा थर्ड भन्न पनि गाह्रो। उसले अधिकृत बनाएन, आफै त्यत्तिकै बन्न पनि गाह्रो। समाज सामु लोकसेवा थर्ड भन्न पनि गाह्रो। महाभारतका पात्रसँग भट्टीमा बारम्बार हात मिलाइयो। पास भइयो घोषणा बाँकी भन्दै पाण्डवलाई दारू पिलाइयो। झर्ला पानी भन्दै जाँचियो संविधानका सुकेका धारा। ग्लोब जस्तै घुम्छ टाउको, आँखा अघि तारै तारा। यो संसारका कुना काप्चा एक गर्दै ध्यानमा आयो। भूकम्प गयो 72 सालमा, तर परागम्प अहिले ज्यानमा आयो। मिसिसिपी पराना, जाम्बेजी र कङ्गो घुमाएर सोध्यो प्रश्न, उत्तर झनै बाङ्गो। महासागर हाम फालेर फित्ता लिएर गहिराई नापियो। याकुत्स्कमा सिरक खापियो, अफ्रिकाको घाम तापियो। तङ्कड मुद्रण खै के भएको हो, नाम त हजुर फ्याट्टे अर्कैको पो छापियो। धन्यवाद।